दुईजना चाहिँ अघि अघि म चाहिँ पछि पछि हुँदै लाग्यो नि त धान काटेको भ्यू हेर्दै हेर्दै ओह्रालो र म चाहिँ दुईजना जति अगाडि लागेँ अनि म चाहिँ पछि पछि अलिक तलबाट चाहिँ हाम्रो छुट्टिने बाटो आउँथ्यो होइन। अनि हामी चाहिँ जाँदैथ्यौँ आज चाहिँ 4-5 जना थियौँ नि त हाम्रोमा। अनि म चाहिँ यो झ्यासकारीको बाटो हुँदै हुँदै अलिक तलबाट चाहिँ उकालो लाग्नुपर्ने थियो नि त उता परबाट र म चाहिँ त्यहाँबाट पतिरबाट एक्लै गएँ नि त। अनि जाने बित्तिकै मलाई चाहिँ एक झोला जति बोतल सोतल बोकेर पठायो नि त पानी ल्याउन र म चाहिँ अलिअलि गर्दै खोज्दै पानी मन खोज्दै गएँ जाँदै थिएँ यो कुलै कुला उता जानुपर्ने भयो होइन। र म चाहिँ यो ठाउँमा फर्स्ट टाइम पानी थाप्न आएको हो नि त। फाइनली म चाहिँ पुगेँ पानी थाप्ने ठाउँमा। अनि मैले चाहिँ 3टा जति बोतल निकालेर थाप्न थालेँ, थापिसकेँ। अनि मैले पानी भरुन्जेल चाहिँ हजुरहरू लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। मैले कति बोतल पानी थापेँ कमेन्टमा भनिदिनु होला होइन। पानी सानी भरेर म चाहिँ त्यहाँबाट निस्किने तामझाम गरेँ। पानी सानी भरेर मैले चाहिँ सबै रेडी पारेर अनि त्यहाँबाट म चाहिँ त्यो ठाउँबाट निस्केँ। अनि म चाहिँ नजारा बाटो उठेको नजारा हेर्दै लाग्यो धानबारीतिर। भरे लास्टमा चाहिँ त्यो पानी फोहोर रहेछ कि। र मैले चाहिँ अनि त फेरि अर्को ठाउँमा रहेछ नि त खाने पानी चाहिँ। अनि मैले चाहिँ त्यो पानी सब खुल हालेर अनि त्यो थाप्नतिर लाग्यो नि त। एकछिन रिस पनि उठो थाहा नभएपछि अब के चाहिँ गर्नु त भनेर धारमा पानी सानो रहेछ। अनि के गर्नु, सानो पानीले कति बेरमा भरिन्छ भने अल्छी लागेर यता फाइनल्ली एउटा बल्ल भर्यो। अनि अब अर्को पाली घोप्ट्याएर अब त्यसलाई थाप्नु पऱ्यो नि त भनेर मैले चाहिँ थाप्नतिर लागेँ होइन। ट्याक्क लाएर अब के चाहिँ गर्नु, फोहोर पानी लगिहालेछ पहिलोचोटि अब फोहोर पानी खुवाउनु त भएन। पहिलोचोटि आएको पानी थाप्न म चाहिँ होइन। अब के गर्नु, पानी फोहोर परेपछि तपाईँहरूले चाहिँ लास्टसम्म हेरिदिनु है त। तल भएर जति चाहिँ सबै पानी भर्नुपर्ने त्यहाँबाट उभिँदा म चाहिँ गलेर बसेर थाप्न थालेँ नि त। के गर्नु अब भरेर लाने।